हेलो गाइज, वेलकम टु मुसा भ्लग। मुसा भ्लगको नयाँ भिडियो आउँदैछ है त गाइज। आज चाहिँ हामी 3 तलेमा बन्न गइरहेको बेम्बो हाउस देखाउन जाँदैछ है त गाइज। हेर्न सक्नुहुनेछ, यहाँ चाहिँ बारेर सबै रेडी भइसक्यो। अब बिस्तारै बिस्तारै भित्र पेन्टिङहरू गर्न बाँकी छ, देख्न सक्नुहुनेछ। यो राईगाउँ जाने बाटो। देख्न सक्नुहुनेछ गाइस, यो चाहिँ अहिले पुरै रेडी भइसक्यो। यो रुम चाहिँ डढाएर पनि राम्रो बनाएको छ। कस्तो राम्रो बनाएको छ। अब यहाँभित्र अब सरसफाइ मात्रै गर्न बाँकी छ गाइस। सरसफाइ र पेन्टिङ गर्न बाँकी छ। पछि देखाउन जाँदैछौँ हामी यहाँको भ्यू टावर। यसको चाहिँ माथि हुन्छ है त गाइस, बसेर टक्क खान्छौँ। यो चाहिँ भित्र सेफ्टी ठाउँमा आइसकेर हो। यो चाहिँ गाइस यहाँ माथिको भ्यू है त। यहाँ बसेर चाहिँ नाइटमा टक्क बसेर खाने बस्ने देख्न सक्नुहुनेछ। यहाँ चाहिँ धमाधम काम भइरहेको छ। यता चाहिँ दसैँ अगाडि फिनिसिङ हुन्छ है गाइस। दसैँमा चाहिँ ओपनिङ हुँदैछ हाम्रो 3 तलेको बेम्बो हाउस। सबैजना आउनुहोला। मौसम पनि राम्रो देखिन्छ यहाँबाट, हेर्न सक्नुहुन्छ। यो रहेको छ यहाँको ब्यानर, देख्न सक्नुहुन्छ। त्यहाँ भएको त्यसमा चाहिँ स्तुपा भन्छ है गाइस। स्तुपा यस्तै गरी स्तुपा भन्छ। हेलो गाइस, यो चाहिँ एकदम तल र माथि 2 स्टेपको छ है त गाइस। हामी चाहिँ यसको ओपनिङ भिडियो लिएर आउनेछौँ दसैँ अगाडि। बाई बाई गाइस, सबैले धेरै धेरै माया गरिदिनु होला। मुसा भ्लगलाई 100K सब्सक्राइबर पुग्न लागिसकेको छ। तपाईँहरूको मुसा भ्लगमा तपाईँले सपोर्ट र माया देखाइदिनु होला।